गते देखाइदिन्छौ राजनीति कसरी गरिन्छ। रवि दाइ अब की बार सुदूरपश्चिमबाट हामीले परिवर्तनको उद्घोष सभाको आयोजना गर्दै राज्यको ध्यान सुदूरलाई सुदूर बनाउने हैन अब सुन्दर बनाउनु पर्नेछ भनेर ध्यान आकर्षण गराएका छौं। 35-36 वर्षदेखि यो देशमा राज गरिरहेकाहरूले कि लड्न बाध्य बनाएका छन् कि मर्न बाध्य बनाएका छन्। आज नेपालीहरू विदेशमा आतंककारीको फन्दामा मरिरहेका छन् कि स्वदेशमै गोली लागेर ढलिरहेका छन्। कहीँ कतै टेलिभिजनमा पर्दामा कोहीले त मलाई देख्नु भएको होला, जसले देख्नु भएको छैन म परिचयबाट सुरु गर्न चाहन्छु। मेरो नाम रिमा विश्वकर्मा हो। म राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक उम्मेदवार छु। पेशाले म कलाकार हुँ, तर आज समय परिस्थिति र जिम्मेवारीले राजनीतिमा होमिएको छु। आज म मात्र होइन, देशभरिबाट डाक्टर, इन्जिनियर, पत्रकार, कलाकार सबैजना दक्ष जनशक्ति आफ्नो समाज र आफ्नो देश आफै बनाउँछु भनेर उर्लिनु भएको छ। अब हामीले अरूको मुख ताक्ने होइन, हाम्रो देश हाम्रो समाज आफै बनाउने हो कि होइन सुदूरपश्चिम? म कोही नेताको छोरी होइन, कोही व्यापारीको पनि छोरी होइन। मेरो जन्म बर्दिया गुलरियाको एउटा सामान्य नेपाली परिवारमा भएको हो। तर आज तपाई हामी जस्तो सामान्य नेपाली नागरिकलाई 35-36 वर्षदेखि यो देशमा राज गरिरहेकाहरूले कि लड्न बाध्य बनाएका छन् कि मर्न बाध्य बनाएका छन्। आज नेपालीहरू विदेशमा आतंककारीको फन्दामा मरिरहेका छन् कि स्वदेशमै गोली लागेर ढलिरहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक उम्मेदवारको रूपमा देशैभरि घरदैलो कार्यक्रम गर्ने बेलामा हामीले पाएको उत्साह सद्भावले हामीलाई अनुग्रहित बनाएको छ। तर त्यसै क्रममा हामीले केही यस्ता दाजुभाइ आमा बुवाहरू पनि भेट्यौं जो हामीलाई तपाईहरूलाई समर्थन छ तर खुलेर आउन मिल्दैन भनिरहनु भएको छ। राज्यको ढुकुटी रित्तिसक्यो, देशमा जनताका छोराछोरी मरिसके, अहिले पनि नमिले कहिले खुल्न मिल्छ तपाईहरू? अनुभव र राजनीतिक उमेर र अनुभवले हामी भन्दा पाको पुस्तालाई म एउटा सन्देश प्रवाह गर्न चाहन्छु सुदूरपश्चिमबाट। प्रिय झोले दाइ दिदीहरू, हामीलाई विश्वास छ तपाईहरूले आफ्नो पार्टी प्रवेश गर्ने बेलामा आफ्नो नेताले यो समाज बनाउनुहुन्छ र यो देश विकास गर्नुहुन्छ भन्ने विश्वासमै तपाईहरू उहाँहरूको पछि लाग्नु भएको थियो। तर आज देशले तपाईहरूको निर्णय खोजिरहेको छ। यहाँले याद गर्नुहोला, यस्तो विषम परिस्थितिमा, यस्तो संवेदनशील परिस्थितिमा खुल्न नसक्ने भनेको, भ्रष्टाचारको विरुद्ध आवाज नउठाउने भनेको, जसको भागमा त्यो कालो धनको हिस्सा परेको छ उहाँहरू हो। जसले नेतालाई भन्छुन गरेर आफू र छोराछोरीलाई जागिर लगाउनु भएको छ, उहाँहरू खुल्न मिलेको छैन। एक-एकको हिसाब राख्नु होला यहाँहरूले। विनम्र अनुरोध गरे, आज हामीलाई फागुन 21 सम्म पुग्ने बेलासम्म अनेकन उहाँहरूले लाछना लगाइराख्नु भएको छ र एउटा लाछना यस्तो हास्यास्पद आयो कि परिवर्तन चाहनेहरूलाई राजनीति गर्न आउँदैन रे। हिजोका दिनसम्म तपाईलाई जसले मतदान गरेर नेता बनायो त्यही जनतालाई राजनीति गर्न आउन भन्नेहरूलाई हामी फागुन 21 गते देखाइदिन्छौ राजनीति कसरी गरिन्छ। भोट नबाड्नु होला, समानुपातिक र प्रत्यक्षमा दुवैतिर घण्टी बजाएर यो पटक हामीले बहुमतको सरकार